हेलो नमस्कार सेवा वेलकम टु माई न्यू ब्लग। आयो हजुर सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि म चाहिँ अब आज यस्तो झिलिमिलाका साथ कहाँ जाँदैछु भने म चाहिँ मेरो माइती जाँदैछु। दसैँ लाग्यो नि त, अनि त्यही भएर माइती यसबार दसैँ लाग्यो भन्दा पनि म अलिक पछाडि नै गएको माइती चाहिँ। अब बिहान हिँड्नुपर्छ नि त घरबाट, अनि त्यही भएर देवरको गाडीमा गएको। अनि हामी चाहिँ तिनजना अहिले चाहिँ माथि धनकुटा स्ट्यान्डसम्म हामी सामान गाडीमा पठाउनलाई चाहिँ टेम्पोमा गएको। अनि त्यसपछि हामी बाइकमा जाने प्लानमा जाँदैछौँ। अनि अब त्यस्तै हो, माइती टाढो हुनु धेरै गाह्रो हुन्छ। अनि त्यही भएर हामी चाहिँ अब सामान पुऱ्याएर पनि गाडीमा पठाएर पनि हामी चाहिँ बाइकमा हिँडिसकेको। अनि तपाईँहरूलाई म मेरो माइती जाँदाको बाटो कस्तो छ म हजुरहरूलाई सबै भन्ने नै छु। हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म, अनि साथ सपोर्ट पनि दिनु होला। अनि अब त्यस्तै हो, हेर्दै गर्नु होला भिडियो। के कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि हामी चाहिँ जाँदैछौँ। अब म चाहिँ बाइकमा बसेर नि भिडियो बनाएँ किनभने अब बाइकमा नानी बोकेर अलिक गाह्रो हुन्छ र पनि भिडियो बनाउन छोडिनँ। अनि हेर्दै गर्नु होला। अनि हामी चाहिँ अब घरबाट अलिक छिटो हिँडेर हामी घाम निस्किने टाइममा त पारी मतलब हजुरहरूलाई कतिलाई थाहा होला गुटीटार भन्ने ठाउँतिर पुगिसकेको थियौँ। किनभने अब टाढो छ नि त माइती, अनि त्यसपछि गाडीको नि अलिक समस्या हुन्छ। अनि त्यही भएर अब त्यस्तै हो, अब गाडी भेटाउनु पर्ने हुन्छ। भेटाएदेखि भनेर हामी चाहिँ बिहानै हिँड्नुपर्ने हुन्छ। अनि हामी बिहानै पनि हिँडिसक्यौँ। अनि त्यसपछि अब भिडियो बनाउँदै म त मूलघाट पनि पुगिसकेँ। अनि मूलघाटमा चाहिँ अब सबै कतिलाई थाहा होला यात्रा गर्दाखेरि मूलघाटको पुलमा पुगेर अनि यात्रा गर्दाखेरि पुललाई ढोक्नुपर्छ। अनि त्यो कोसी तम्बुहरू त्यहाँ ढोक्नुपर्छ, कतिलाई थाहा होला। अनि अब म चाहिँ ढिलै भए पनि सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहेँ। अनि सबैलाई ह्याप्पी दसैँ भन्दै म चाहिँ माइतीतर्फ लागेँ। अनि यो अहिले भाइरल ठाउँमा त्यहाँ फुल त्यो एउटा खै के कुन तरिकाको उयो फुल छ नि हो, त्यो पनि फुलिरहेको रहेछ। म चाहिँ भिडियो बनाउँदै गएँ। अनि मेरो माइती जाँदाखेरि चाहिँ होइन सुरुको यात्रादेखि अन्त्यसम्म के कस्तो छ ठाउँहरू कस्तो छ भन्ने कुरा म हजुरहरूलाई अवश्य देखाउनेछु। अनि यहाँ चाहिँ लास्टै धेरै पनि रहेछ, लास्टै दामी पनि रहेछ रोडदेखि, तर निकै टाढा क्या। र पनि मैले बनाएको भिडियो चाहिँ जुम गरेर पनि हजुरहरूले चाहिँ माया गरिदिनु होला भन्न चाहेँ। अनि हेरिदिनु होला। अब समस्या छ नि त यतिखेर फेरि हिँड्नलाई पानी पऱ्यो भने। अनि अहिले चाहिँ यहाँ पनि पुरै क्या त्यो देउताको कारण होला ऐनाहरू राख्न थाल्नु भएको छ। अनि यहाँ चाहिँ सेकेन्ड सिन्धुली भइसक्यो। अनि हामी चाहिँ फाइनल्ली भेटार पुगिसक्यौँ। अनि भेटार पुगेर सामान पनि आइसक्यो ठ्याक्कै हाम्रो पछाडि। अनि त्यसपछि सामान ल्याएर खाजा खानुलाई रेडी भएर बसिरहेको छु। अनि बस्दाखेरि छोरीले चाहिँ भिडियो बनाउने भनेर मैले भिडियो बनाइदिएँ। अनि अब यस्तो म त्यस्तो माइती गइराख्दिनँ, कहिलेकाहीँ जान्छु, मतलब वर्षमा एकचोटि मात्रै जान्छु। अनि त्यस्तो अब बाटो टाढो छ बजारसँग फेरि समस्या भनेर म वर्षमा एकचोटि मात्रै जान्छु। एकचोटि मतलब अब बाउआमा बिरामी भयो भने बेग्लै कुरा हो, नत्र चाहिँ म वर्षमा एकचोटि मात्रै जान्छु। अनि यसपालि चाहिँ हामी तिनजना गएको, नत्र त म अर्को बाटो मतलब लेटाङको बाटो जान्थेँ। यसपालि चाहिँ म राजारानीकै बाटो जाँदैछु। राजारानीको बाटो नहिँडेको 3 वर्ष भइसक्यो नि त गाइज। अनि हामी चाहिँ अब खाजा खानुपर्ने। अनि खाजा खाँदाखेरि चाहिँ अब खाजा अर्डर गरेर मेरो छोरी चाहिँ पुरै भरे गरे यसो गर्नुपर्छ भन्दै सिकाएको। अनि त्यस्तै हो गाइज, कतिलाई टाढोको माइत समस्या छ होइन, कतिलाई थाहा छ। अब कतिलाई त के थाहा है, त्यही नजिक बिहे गर्दा त थाहा हुँदैन माइती जानुको पिर पनि थाहा हुँदैन। अनि हाम्रो चाहिँ धेरै टाढो छ नि त, अनि त्यही भएर अब हामी चाहिँ खाजा खानुपर्ने हुन्छ। अनि खाजा खाएर सामान उयो गरेर जानुपर्ने हुन्छ। अनि म चाहिँ मेरो छोरीलाई जिस्काउँदैछु।
अब सामान पठाएर मात्रै हामी जानुपर्ने हुन्छ। तर अहिलेसम्म खाजा त खाएको छैन। अनि खाजा खाएर चाहिँ सामान उयो गर्नुपर्ने हुन्छ। अनि अब हेर्नु बाटो के कस्तो छ थाहा छैन होइन। यस्तो बर्खाको बेला त बाटो त बिग्रेको छ होला। अनि अब त्यस्तै हो, के भन्नु, टेन्सन छ। अनि खाजा मेचोले एकदम थुक्पा खाँदैछ कार्टुन हेर्दै। अनि अब खाजा चाहिँ हामीले थुक्पा अर्डर गरेको थियौँ है। थुक्पा बच्चाको पेट अगाएर मात्रै खानुपर्ने हुन्छ अब चाहिँ अन्तिममा। अनि मेरो थुक्पा हेर्न सक्नुहुन्छ। अनि हामीले चाहिँ गाडीमा सामान लाएर पनि हिँडिसक्यौँ। अनि हेर्दै गर्नुहोला बाटो चाहिँ यस्तो छ है। भेरेटर कटेर नाम्जे हुँदै गएपछि चाहिँ बाटो चाहिँ यस्तो छ। तपाईँहरूलाई देखाएको बाटो कस्तो छ, मेरो माइती कस्तो छ भनेर सबै देखाउने नै छु। भिडियो चाहिँ ननर्नु बाटो चाहिँ यतिको चाहिँ राम्रो। अनि यहाँ यस्तो अहिले चाहिँ बाटो दामी बनाएको छ। पहिला त कस्तो हिलो है, कस्तो हिलो थियो। खुट्टा नै जुत्ता नै डुब्ने। म त एकचोटि त है पहिला जाँदाखेरि क्या पुरै चप्पल त खोजेको मैले हिलोबाट। अहिले चाहिँ दामी भएको रहेछ, खुसी लाग्यो बाटो देखेर। मैले भिडियो बनाउँछु मेचोरी चाहिँ होइन, भिडियो बनाउनु हुँदैन क्या। मैले हाई भनिहाल्छु मेचोरी भिडियो बनाउनुमा चाहिँ एकदम एक्साइटेड छ। सेम मम्मी जस्तै छ, म जस्तै छ भने हामी चाहिँ ओख्रे पुग्न लाग्यौँ। अनि मैले चाहिँ भिडियो चाहिँ थोरै क्लिप मात्रै बनाएको छु होइन। अब त्यस्तो घरि बच्चा सुत्छ त्यो बेला बनाउनु पाइँदैन होइन। तर म नानी सुत्दा नि बनाउँछु अरू बेला पनि होइन। हेर्नु त कस्तो पारि आजको सिन यस्तो दामी थियो नि भन्नु सक्ने। कहाँ कुनै ठाउँ त कुहिरो लागेको थियो, कुनै ठाउँ कुहिरो लागेको थिएन। अनि हामी चाहिँ राजारानी पुगेर पनि खाजा खाएर पनि फेरि लाग्यौँ भनौँ न अब। अनि गइसक्यौँ। अब राजारानी पनि अहिले फेरि कस्तो दामी चेन्ज बनाएको रहेछ क्या। हुन त म त नानीको बाउ विदेश गएदेखि म यो बाटो हिँडेको थिइनँ। अनि आउनु भयो नि, त्यही भएर यो पालि चाहिँ हामी यही बाटो हिँडेको। नत्र म पहिला तलै बाटो लेटाङ गएर घरि इटरी बस्थेँ आफन्तहरूकोमा। अनि घरि दमक बस्थेँ। अनि डाइरेक्ट गाडीमा आउँथेँ। अनि यो पालि चाहिँ अब राजारानीको बाटो गयौँ। अनि यहाँनिर यस्तो थियो पहिला, यस्तो डोबिन्थ्यो। अहिले चाहिँ यस्तो पुरै पेलेर दामी बनाएको रहेछ बाटो। अनि त्यही भएर हामी चाहिँ बाइकमा गयौँ। नत्र हामी पनि बसमा जाने प्लान चाहिँ थियो। अनि तर बस अब दसैँ बेला बस प्याक भएर म चाहिँ बाइकमै आएँ सामान चाहिँ लाएर। बुधबारसम्म चाहिँ गाडीले लगिदिन्छ। त्यसपछि तल चाहिँ अब ट्याक्सीमा भनेको, ट्याक्सीलाई मैले फोन गरेर बुझ्दाखेरि प्याक छ भनेर भनेछ। के कसो हुन्छ अब भरे लगेन भने खोइ के टेन्सन छ। जे भयो भने अब अहिले चाहिँ जे होस् भारी चाहिँ बसमा लाएर हामी चाहिँ हिँडिसक्यौँ। अनि राजारानीदेखि पनि हामी हिँडि नै सक्यौँ भनौँ न। अनि यो चाहिँ यता कोर्नातिर मैले थोरै बनाएँ क्या। कोर्ना राजारानी डाँडा बजार चाहिँ पाइनँ, किनकि डाँडा बजार पुग्न आँट्दाखेरि छोरी सुतेको थियो र मैले डाँडा बजारको सिन चाहिँ ल्याउन सकिनँ। अनि यो चाहिँ यतातिर होला कहाँ भने कोर्ना। त्यति राम्रो चाहिँ सबै ठाउँ थाहा छैन होइन, कुनै ठाउँ थाहा छ। अनि अब यो चाहिँ यता आइतबारतिर हो कि कतातिर हो। मेरो छोरी चाहिँ मिलाउन आँटिसकेकी चाहिँ। अनि छोरी चाहिँ सुत्न आँट्यो कि आमा चाहिँ भिडियो बनाउने। अब यस्तै छ होइन, त्यस्तै। अनि देख्न सक्नुहुन्छ अहिले त भेनहरू पनि यता यो चाहिँ कता भने कता हो भिबारी कटेर साम्यमा पुग्न आँटेको ठाउँ जस्तो लाग्यो। त्यस्तो विधि ठाउँ त सबै थाहा छैन, ठाउँ पनि थोडा छैन नि त। अनि सबै त कहाँ ख्याल हुन्छ। पहिला यहाँ लास्टै हिलो थियो, कस्तो म त्यो हिलो सम्झिँदा त ओहो अहिले पनि त्यस्तै याद आउँछ क्या यो बाटो हिँड्यो भने।
सिन यस्तो दामी दामी थियो नि। अनि अब माइती जाँदा एक्साइटेड भएर गइन्छ, आउँदाखेरि बाउआमा छोडेर आउनलाई धेरै गाह्रो हुन्छ। अहिले चाहिँ म एक्साइटेड भएर जाँदैछु नि त, अनि आउनलाई धेरै गाह्रो हुन्छ। अनि त्यही भएर म जहिले पनि माइती गएर 3-4 महिना चाहिँ बसेर नै फर्किन्छु। अनि यो पालि पनि म तिहार बस्ने प्लानमा जाँदैछु। अब के हुन्छ होइन, भने जस्तो सोचे जस्तो हुँदैन होइन, भने जस्तो सोचे जस्तो रोजे जस्तो मान्छेले पाउने भए त है जिन्दगी त कस्तो हुन्थ्यो होला। अनि अब त्यस्तो प्लानमा चाहिँ हिँड्दैछु, अब हेरौँ। अनि हामी चाहिँ अब बुधबारे कट्यौँ, किनकि अब बुधबारे बस्दा मैले भिडियो बनाइनँ। बुधबारे पुग्दाखेरि पुरै पानी परेर होइन, त्यस्तै थियो। अनि अब सामान चाहिँ हाम्रो बुधबारदेखि ल्याएन गाडीले, किनकि गाडीहरू प्याक छ भनेर अघि नै थाहा भएको थियो। अनि त्यही भएर गाडीहरूले चाहिँ सामान ल्याएन। अनि दादा आउनुभएको थियो लिनु, अनि दादाले 1-2टा झोला ल्याउनु भयो। अनि माथि गाउँको साथीहरू आउनुभएको रहेछ बजार, अनि उहाँहरूलाई 1-2टा झोला बोकाएर हामी चाहिँ नानी लिएर आयौँ। बाटो चाहिँ यताको चाहिँ एकदम खत्तम छ, बाटो चाहिँ खत्तम। छोरी एकदम सुतिरहेछ, म चाहिँ भिडियो बनाउँदै झरिरहेको छु। अनि यो चाहिँ पारी हाङगुम किराको सिन हो, त्यो पनि एकदम दामी नै छ। अनि म चाहिँ फेरि घर पुगेर पनि दिदी लिन झरेँ क्या खोला, अनि दिदी लिएर आउँदाखेरि फेरि भिडियो बनाएँ। अनि यस्तो चाहिँ दिदी चाहिँ हिँडेर आउनुहुन्छ नि त, बाटो रोड छैन। विकट ठाउँ गएपछि धेरै गाह्रो। अनि दिदी नानी बोकेर आउँदै हुनुहुन्छ, भेना पनि आउँदै हुनुहुन्छ, अनि म एकदमसँगले भारी बोकेर आउँदैछु। यस्तै छ, विकट ठाउँमा बिहे गर्नु पनि धेरै गाह्रो, धेरै टाढो बिहे गर्नु पनि धेरै गाह्रो। अनि पुरै क्या भारी चाहिँ दिदीहरूले रक्सीहरू उतैबाट ल्याउनु भयो। अनि हामी चाहिँ पुरै क्या, म चाहिँ यस्तो हो क्या, सास बढेर नि उकालो चाहिँ हिँड्नु सक्दिनँ क्या। म चाहिँ एकदम बिस्तारै आउँछु। अनि आजको भिडियो चाहिँ के कस्तो भयो हजुरहरूलाई भन्दै छुटिन्छु ल, बाई बाई।